गुड मॉर्निंग, नमस्ते। कहना चाहेंगे सभी सर में सभी एकदम में स्वास्थ्य समृद्धि होंगे और सभी मेरा साथी दोस्त एकदम में हेल्थ विद हैप्पीनेस होंगे। और विशेष सभी फ्रेंड सभी साथी आइए, थोड़ा समय लेके आपको समक्ष उपस्थित हुआ हूँ। सभी को एक मोस्ट हैप्पी गुड मॉर्निंग रिएक्शन अस्सलाम वालेकुम कहना चाहेंगे। तो आज हम जो लाइव में आपको बताएंगे ऋषि ज्ञानो टी, समझे कहा जाए जो हमारा जो रिएक्शन एक लाल मशरूम गेनोडर्मा एक रातोचिया जो है ऋषि ज्ञानो टी के बारे में थोड़ा हम आपको समक्ष जो है शेयर करेंगे। यानी जो है जो आप लोग जो आइएगा जल्दी जल्दी आ जाइए। यानी जो है जो ऋषि ज्ञानो टी है नमस्ते सम्पूर्णमा आज फेरि पनि तपाईहरुको समक्ष उपस्थित भइसक्नु भएछ। ह्यापी गुड मर्निङ। नमस्कार सर, नमस्कार, गुड मॉर्निंग, नमस्कार सर। अनि बद्री सर नमस्कार, गुड मॉर्निंग। नमस्कार सर, नमस्कार। आज फेरि तपाईहरुको समक्ष उपस्थित भइसक्नु भएछ। अनि तपाईँ हामी सबै एक साथी दोस्त हामी फ्रेन्ड सबैले एउटा आफ्नो दिलबाट हैन नमस्कार गुड मर्निङ रिएक्सन भन्ने चाहन्छु। विशेष म आज लाल मशरूम गेनोडर्मा रातो च्याउ साथी साहब जुटे जाए जाओ, अगर लाल साहब जुटे जाए जाओ, अगर लाल साहब जुटे जाए जाओ, साथी साहब जुटे जाए जाओ। लाल मशरूम गेनोडर्मा यो हुन्छ हैन हाम्रो एक शरीर के एक जो चिया हामी नेपालमा हुँदा अनि जो कंट्री में हुँदाखेरि हामीले चिया कॉफी अनि सबै कुछ हामीले जरुरतको प्रोडक्टहरु हामीले युज गर्दै हुने हुन्छ हैन। तो तपाईहरुको इन्भाइट छ मेरो लाइभमा। अनि एउटा रिक्वेस्ट गर्न चाहन्छु, तपाईहरु भिडियोमा लाइक शेयर कमेन्ट जरुर गर्नु होला। और विशेष रिएक्सनमा एकदम राम्रो प्लेटफर्म छ। अनि भनेपछि हामीले यो भी गेनोडर्मा हामीले सेवन गर्छु हैन, हाम्रो स्वास्थ्य समृद्धिमा एकदमै एउटा जो भनेपछि स्वास्थ्य समृद्धिमा हाम्रो शरीरले एकदमै प्रोडक्ट जो छ गेनोडर्मा एकदमै एक सिक्योरिटी गार्डको तरह हैन निरीक्षण गर्छ हाम्रो। थैंक यू सो मच खुसीलाल सर, तपाईँ भी आउनुभएको छ, धेरै धेरै धन्यवाद। और भनेपछि तपाईहरु लाइभमा ननिस्कनु होला, एकदमै बसेर 10-15 मिनट भिडियोको खुशीलाल सर लाइव में जुटू, खुशीलाल सर लाइव में जुटू। अनि तपाईहरु बस्दै। नमस्ते सर, गुड मॉर्निंग। गुड मॉर्निंग सर, गुड मॉर्निंग। अनि बद्री सर के बात सुनू, बद्री सर के बाद लाइक कमेंट मारू, लाइक कमेंट। हे ऋषि ज्ञानो टी है राम्रोसँग सुन्नु। हामी चियाको मदमा अनि कफीको मदमा अनि हामीले एउटा मार्केटबाट किनेर अनि सेवन गरिराख्नु भएछ हैन। फोटो अपने सर के काहे न लोकल बाके भनेपछि हामी फोटो देखाबे के ना है, फोटो लाइक होला के बाद में अपने आबै जाई। सुनू, खाली बात सुनू, लाइक कमेंट मारू। ऋषि ज्ञानो टी जो मेरो हात में छ हैन, यो डब्बा हो मलेसियाको हैन। अनि यसमा 20 पैकेट हुन्छ, 20 पाउच हुन्छ हैन। अनि हामीले जस्तो कि यो कफी खाँदाखेरि हाम्रो कोही तरहका शरीरमा अनि ग्यास्ट्रिक समस्या छ अनि कोही पाइलेस अरू के थोड़ा
प्रब्लम हाम्रो शरीरमा भइराख्नु भएछ हैन, यो कफी खाँदाखेरि तपाईले एकदमै स्वास्थ्य एकदमै राम्रो तपाईले एक महसुस एक शरीरले दिन्छ। सो थ्याङ्क यू सो मच। तपाईहरु भिडियोलाई अनि अगाडि बढाइदै राख्नु होला, लाइक कमेन्ट अनि सब। लाल सर लाइव में आबू, और लाल सर लाइव में आबू, अगर लाल सर लाइव में आबू तो विशेष ज्वाइंट हो ज्ञानो टी भनेपछि अब हामीले अहिले डिएक्सन में छैन भने हैन, अर्को मार्केटबाट खाइराख्नु भएछ, युज गरिराख्नु भएछ भनेपछि यही चिया एउटा हामी ब्रान्ड चेन्ज गरे भने, एउटा डिएक्सन ब्रान्ड में आयो भने अनि डिएक्सन ब्रान्ड डिस्ट्रिब्युटर लिएर तपाईँ हैन, यसमा चाहिँ भनेपछि एक लाल मशरूम गेनोडर्मा जो छ हाम्रो डिएक्सनमा हैन, यसको माध्यम तपाईले खुशीलाल सर केनी भागली लाइव में जुटू अनि लाइव में सी जुटल छी, अपने न देखी जी। पहिले जो छ हामीले अनि भनेपछि 17 को कमेंट कर दिली, अभी केने बोवाई छी अपने। लो ठीक है बोले के नहीं थे, जते मन थी तते करू, दिक्कत नहीं थे। बस सुनो बात सुन पहले बद्री सर के कति त कौन प्रोडक्ट शेयर कर रहलु उ ध्यान देऊ। भनेपछि हामीले एउटा ब्रान्ड एउटा प्लेटफर्म अनि पाइराख्नु भएछ डिएक्सनमा हैन। भनेपछि डिएक्सनमा एउटा के हामीले एउटा यही हाम्रो पैसा अनि सुपरमार्केटमा गइराख्नु हुन्थ्यो, त्यही पैसालाई एउटा म बाटो डिएक्सनमा लगाइदिनु भएछ हैन। यहाँ त तपाईले कोही तरह के गाइस को समस्या, कोही तरह के तपाईको शरीरमा अनि कोही तरह के तपाईले जो मतलब दिक्कतदारी छ भने यो चियाले जो डिएक्सन के ऋषि ज्ञानुस यी जो हुन्छ तपाईले यो बर्महल अनि यसको पानी शरबतका रूपमा जता चायका रूपमा जता जो रूपमा तपाईले खानुहुन्छ त्यो रूपमा यो पोसिबल हो। कफी खाने हुन्छ, चिया बनाएर खानुहुन्छ, चिया बनाएर खानु, तपाईले कफीको माध्यममा पिने चाहन्छु त कफी बनाएर पिनु हैन। अनि हेर्नु त यहाँ पर डिएक्सन एक तपाईँ हाम्रो हैन एउटा कति राम्रो सिस्टम दिनुभएछ हैन। चिया खाने हाम्रो डिएक्सनबाट लिनु भएछ, जो भी प्रोडक्ट हामीले चिया खानेको जो हाम्रो पुगिन्छ, चियाले पुगिन्छ अनि स्वास्थ्यमा हाम्रो कोही ग्यास के अनि कोही अनि सुगरको हैन अनि अहिले यस्तो समस्याहरू छ भने हाम्रो योले ऋषि ज्ञानो टीले एकदम कन्ट्रोल गर्छ हैन। यहाँ पर भनेपछि लाल सर लाइन में जुटू डरमा जो छ मेरो हातमा देखिराख्नु भएको छ, यो एउटा भनेपछि यो फल हो। यो फलको यति एक दिव्य शक्ति छ भने जो कि पूरा विश्व में अहिले डिएक्सन का प्रोडक्ट हरेक घरमा परिवर्तन और सेवन भइराख्नु भएको छ। किन डिएक्सन का प्रोडक्ट तपाईले एउटा फ्रुट सप्लिमेन्ट भनेपछि हामीले एउटा सिस्टमबाट एउटा अनि प्लेटफर्ममा डिएक्सन प्लेटफर्मबाट हामीले सेवन गर्दाखेरि हाम्रो एउटा मान सम्मान स्वास्थ्य समृद्धिमा एउटा योगदान हैन अनि हरेक चीज परिवर्तन भइराख्नु भएछ। सो तपाईहरुलाई एकदमै धन्यवाद और दिन चाहन्छु। तपाईहरु विभिन्न ठाउँबाट तपाईहरु लाइभमा आउनु भएछ और विशेष तपाईहरुको लागि भगवान से कामना गर्दैछु, स्वास्थ्य समृद्धि बस्नु। तपाईहरु एकदम सपोर्ट छ, तपाईहरुको वेलकम छ आउनु डिएक्सनमा अनि एकदमै स्वास्थ्य समृद्धिको प्रोडक्टहरु हामी युज गर्छु।
त भनेपछि डिएक्सन एउटा डिस्ट्रिब्युटर बनेर एउटा तपाईँ हामी भनेपछि के हुन्छ, एउटा नर्मल एउटा बजार चेन्ज कियो होइन, बजार चेन्ज गर्यो भने हाम्रो जो हुन्छ, जो भनेपछि एउटा स्वास्थ्यमा हाम्रो डिएक्सन लाल मसरुम गेनोडर्मा छ, यो युज सेवन गरिराख्नु भएको छ होइन। एउटा हाम्रो मान सम्मान एक पोस्ट लेभल हाम्रो त्यही अगाडि बढिराख्नुहुन्छ होइन। तो हामीले एउटा अप्सन मिल्नु भएको छ, डिएक्सनका जो फाउन्डर छ डाक्टर लिङसिङजी, उसकोले दिलबाट नमस्कार धन्यवाद दिन चाहन्छु, किनकि उहाँले एउटा मानवका रूपमा एक फ्रुट सप्लिमेन्ट गेनोडर्माबाट उपलब्ध गर्नुभएको छ। सो थ्याङ्क यू सो मच अलवेज डिएक्सन भन्ने चाहन्छु। अनि हामीले त यहाँ पर के हाम्रो यहाँ पर नोक्सान भएछ अनि के मेरो केही पनि नोक्सान छैन, के पनि मतलब धेरै लगाउनु भए छैन होइन। फेरि पनि अनि हामीले स्वास्थ्यको लागि एकदम एउटा मेम्बरसिप लिएर एउटा आउनेवाला दिन आउनेवाला समयमा तपाईँको हाम्रो एउटा टिचर बाई टिचर तपाईँको यो डिस्ट्रिब्युटर तपाईँले लिनुहुन्छ, कहिल्यै कहिल्यै मतलब खतम हुँदैन। सो थ्याङ्क यू भन्ने चाहन्छु। तपाईँहरू एकदमै मेरो भिडियोले सुनिदिनु भएको छ, थ्याङ्क यू सो मच। कृषि ज्ञानको धेरै फाइदा धेरै योगदानहरू छ। तपाईँहरू यो चिजको आफ्नो डिस्ट्रिब्युटर लिएर तपाईँहरू आफ्नो घरमा आफ्नो घर फ्यामिलीमा आफ्नो युज गर्नु। एउटा हामीले भनेपछि दिनको सर ये आरजीजीएल के बारे में एउटा शेयर गरिदिनु न, के फाइदा उठाउँछ आरजीजीएल को बारे में एउटा शेयर गर्नु त। हुन्छ सर, आज ऋषि ज्ञानो टीका बुझ्नु, भोलि चाहिँ आरजी को अनि फेर पर्सि जीएल को तपाईँले म भन्दिन्छु है त। ल ल हुन्छ सर। किनकि अहिले ऋषि ज्ञानोमा अब फेर यसले खतम भएन, अरूले सेयर गर्दा न त यो बुझ्नुहुन्छ तपाईँहरू न त वो। अनि तपाईँहरू बस्नुहुन्छ एउटा समय अनमोल समय दिएर एउटा चिजको जो प्रतिज्ञा जो फाइदा लिइराख्नु भएको छ ग्रुपमा भनिराख्नु भएको छ होइन, त्यो सुन्नु। वास्तविकमा डिएक्सन जो हाम्रो एउटा प्लेटफर्म छ भनेपछि एकदम डाक्टर लिङसिङजी एक मानवका रूपमा अनि मानवका रूपमा जन्म लिनु भएछ, तर वो सबै देशको लागि होइन भगवान हो, बुझ्यो भने। किनकि डिएक्सनका प्रोजेक्ट हेर्नु, डिएक्सनका कम्पनी हेर्नु अनि हरेक ठाउँमा निर्माण गरिदिनु दिनुभयो होइन। किनकि उहाँले डाक्टर लिङसिङ एउटा मानव होइन भगवानको रूप हो, अनि उहाँले हरेक जगह उहाँको प्रोजेक्ट एक मानवका शरीरमा एक योगदान प्रगति और परिवर्तन भइराख्नु भएको छ होइन। सो थ्याङ्क यू सो मच भन्ने चाहन्छु। अनि प्रकाश सर, खुसीलाल सर होइन, अनि सबैले एकदमै बहुत बहुत धन्यवाद लाइभ हेर्दै हुनुहुन्छ। अनि विशेष वस्तु तपाईँहरू एक महत्त्वपूर्ण टाइम दिएर एउटा लाइभ हेर्नुहुन्छ, एउटा डिएक्सन कृषि ज्ञानो टीको बारेमा बुझ्नुहुन्छ होइन। आफ्नो घर फ्यामिलीमा यो एक प्याकेट किनेर एक डिब्बा किनेर युज गराउनुहुन्छ। कृषि ज्ञानो यसले तपाईँले सबसे पहिले चापत्ती जो तपाईँ हामी अरू दोकानबाट अरू पसलबाट किन्दै हुनुहुन्छ होइन, वही पैसा यसमा ऋषि ज्ञानो टी गेनोडर्मामा लगाउनु
अनि भनेपछि चिया यो भी हुन्छ, चिया वो भी हुन्छ, तर यो ऋषि ज्ञानो टीको चिया जो हुन्छ त्यसमा आउँछ बहुतको फरक छ क्या। अनि यो हेर्नु चियाको भी काम गरिराख्नु पर्छ होइन। भनेपछि साथमा तपाईँको ग्यासको समस्या छ वो भी ठिक हुन्छ होइन। तपाईँको माथाको टाउकोको सर दरद छ, तपाईँको यो किडनीहरूको शरीरहरूले जो कार्यक्रम भइराख्नु भएछ यो पनि ठिक हुन्छ। तपाईँको भोक लाग्दैन, भोक के भी रुचि के भी एक खाना का रुचि के भी एक जगह छ होइन। भनेपछि तपाईँ यो हुनुहुन्छ होइन, त्यो ऋषि ज्ञानो टी भनेपछि तपाईँको एकदमै स्वास्थ्यमै स्मृतिमा एकदमै तपाईँको योगदान अनि सहयोग दिन्छ भन्ने चाहन्छु होइन। तपाईँ हामी मिलेर होइन एक्सन एक राम्रो प्लेटफर्म छ होइन, एक्सनमा आउनु और एक्सन तपाईँले फ्रुट सप्लिमेन्ट युज गर्नु, किनकि हामी स्वस्थ भयो भने अरूलाई स्वस्थ बनाउनु यो होइन भन्दा हामी ठिक भएछ। म एउटा प्रोग्राम से खेल्नु गएको एक्सन प्लेटफर्म से टाउको समस्या थियो अनि डॉक्टर के पास भी गए थियो। वहाँ भी इलाज कराएर डॉक्टरसँग देखाएर इलाज कराएर वहाँबाट 2 साल अनि आराम त भयो। अनि फेरि 2 साल पछाडि मेरो फेरि प्रोब्लम फेरि हामीले एउटा दाता एउटा भगवान भनेपछि रिएक्सनको गुरु मिल्नु भएछ, उहाँले मेरो त्यसै कारण उहाँले उहाँको कारण आज तपाईँहरूको समक्ष तपाईँहरूको लाइभको माध्यम तपाईँहरूको जो यो ऋषि ज्ञानो टी छ यसको माध्यम अनि तपाईँ यसको कति फाइदा दिएछ, कति हाम्रो राहत भेट्नु भएछ आफ्नो शरीरमा, तो ऋषि ज्ञानो टीको बारेमा तपाईँहरूको म यो लाइभको माध्यम भनिराख्छु। किनकि मेरो खुट्टा सम्बन्धी प्रब्लम थियो अनि एकै ऋषि ज्ञानो टी हामी सेवन गरेन यस्तो नाम मरणित होइन, विवेक 5-7 प्रोटेक्ट हुन्छ हामीले गर्ने भयो। त्यसै कारण अहिले हरेक प्रोटेक्ट रिएक्सनका जो छ एकदमै स्वास्थ्य समृद्धिमा एकदमै योगदान छ क्या। भनेपछि तपाईँहरू भी एक बजार चेन्ज गर्नु, रिएक्सन बजारमा आउनु तपाईँहरूको वेलकम छ होइन। अनि लाइभको माध्यम तपाईँहरूको आफ्नो जो भी मान्छे जो भी प्रतिक्रिया राख्नुहुन्छ त्यो कमेन्टमा राखिदिनु होला होइन। अनि सपोर्ट गर्छु, आउनु तपाईँहरूको एकदमै बहुत बहुत महत्त्वपूर्ण एक प्लेटफर्म दिनु भएछ। तपाईँहरू भी गर्नु राम्रोसँग लिएर राम्रोसँग अनि अहिले रिएक्सनको लागि अनि धेरै टाढो जाने पर्दैन। तपाईँको सँगमा मोबाइल हुन्छ, तपाईँको सँगमा गुगल हुन्छ, गुगलमा सर्च गर्नु, गुगलबाट तपाईँले यसको बारेमा रिसर्च जाँच गर्नु वास्तवै नै रिएक्सन के हो भनेपछि होइन। अनि रिएक्सन हरेक मान्छेले चाहियो होइन, सबैले स्वास्थ्य समृद्धि एउटा हरेक मान्छेलाई स्वास्थ्य समृद्धि चाहियो भनेपछि तो हाम्रो कन्टेक्ट जो छ रिएक्सन प्लेटफर्म। So thank you so much, Bilal sir. तपाईँले भी एकदमै धेरैजनाको साथमा बसेर हामी एउटा ऋषि ज्ञानो टीको बारेमा सिक्नु भएछ, बुझ्नु भएछ होइन। आफ्नो घरमा फ्यामिलीमा ऋषि ज्ञानो टी चियापत्ती युज गर्ने गराउनु एउटा सक्यो भने तपाईँले पेस्ट सक्यो भने तपाईँले पेस्ट
યુઝ કરવાનું અને દેશી જ્ઞાન ટી અને બહુ પ્રોડક્ટ ઓછા હેલ્પફુલ લાગી અને વિસ્તારે आणि जो प्रोडक्ट आपण घरमा चेंज गर्नु अनि चेंज गरेपछि तपाईँले एउटा थ्याङ्क यू सो मच भन्ने चाहन्छु सर तपाईँले एकदम वेलकम छ तपाईँले जोड्नु भएको छ थ्याङ्क यू सो मच अनि तपाईँले एउटा ऋषि ज्ञानको बारेमा म सेयरिङ गरिराख्नु भएको एक्सनको अनि ऋषि ज्ञान एकदमै राम्रो चिज हो भनेपछि हाम्रो घरमा आमा बुवा दिदी बहिनी अनि सबै साथी सर लाइक गरिराख्नु लाइक मारू, साथी सर लाइक कमेंट मारू, लाइक कमेंट बहुत लोग जा रहा है, लाइक कमेंट मारू। एक जगह सच्चाको दुर्सालन सञ्चालन छ होइन किनकि तातो हरेक गेस्ट हरेक मेहमानको होइन आउँदै भने घरमा हाम्रो रिश्तेदार अनि कोही घरको टुक छ होइन उहाँले चा बनाएर दियो बिस्कुट नास्ता होइन चाके त जरुरतै पर्छ होइन त्यही कारण यो ऋषि ज्ञानो टी घरले किनेर राख्नु एउटा खोल्नु एउटा अनि आफ्नै स्वास्थ्य आपको फ्यामिली स्वास्थ्य होइन सबै स्वास्थ्य यो होइन तपाईँ अहिले म स्वास्थ्य छ हाम्रो घर म एकदमै स्वास्थ्य स्मृति एउटा मतलब हामी बेमार मान्छे अहिले नोटिस भयो भने अनि हाम्रो घर फ्यामिली गर्ने पर्छ होइन त्यो प्रोटेक्ट तपाईँको डिस्ट्रिब्युटर भएपछि त्यही कार्डमा तपाईँले नेपालमा किनेर जो देशमा छ भने त्यो देशमा किनेर तपाईँले सेवन गराउने तपाईँले लगाउने एक्सन भनेपछि तपाईँको ये छैन भनेपछि मलेसियामा छ त नेपाल ए तपाईँ जोड्नु भएको छ तपाईँको आइडी तपाईँको जो कार्ड त्यो कार्ड घरको नम्बर दिएर दिनु अनि त्यसपछि उहाँले कोही घरको बसिँदा हुन्छ अनि कोही भाइ दाजुभाइ हुन्छ होइन उहाँसँग लिएर अफिससम्म गुगलमा सर्च गर्नु एकदम यही तरिका छ रिएक्सन गर्नेलाई अनि रिएक्सनका प्रोजेक्ट गर्नेलाई कोही झन्झट छैन कोही लप्डा छैन तपाईँ नेपालमै किन्नु भएको छ अनि तपाईँले यहाँ मलेसियामा आए तो थैंक यू सो मच प्रकाश सर अनि प्रभु सर है ना फिलहाल सर और सभी को बहुत बहुत धन्यवाद चाहन्छु दिलबाट होइन तपाईँहरू एकदमै सपोर्ट गर्नुहुन्छ अनि कृषि ज्ञानो टीको बारेमा भन्नुभएको छ होइन यो तपाईँले चार खानुहुन्छ तपाईँले सबसे पहिले तपाईँको ग्यासको शिकायत छ ग्यासले यो एटोमेटिक मतलब सेटल गर्छ त्यसपछि तपाईँको टाउकोमा दरद टाउको दरद भइरहेको छ शरीर दुखिरहेको छ त्यसमा एउटा योगदान छ उसको तपाईँको बिपी हाई लेभल कभी बढिन्छ कभी कमी छ ब्यालेन्स जति चाहियो तपाईँको गति प्रदान गर्छ तपाईँको बिपीले कन्ट्रोल गर्छ अब हेर्नु त एउटा चाप कति ऋषि ज्ञान टी कति तपाईँलाई हेल्प गर्छ अब हेर्नु त तपाईँले कोही मलाई दोकान कोही चिना दोकान कोही मार्केटमा सुपर मार्केटबाट लिन्छ कोही पसलबाट लिन्छ उहाँबाट तपाईँले के जानकारी छ त म पसलको चापत्ती के राख्नु भयो तपाईँको पैसा त एउटा मतलब चिया खाने गरौँ चापत्ती त किन्नुपर्छ एक्सनमा सर्च गर्नु ऋषि ज्ञानो टी अहिले यसको बारेमा तपाईँले गुगलबाटै जानकारी लिनु एकदमै के प्रभाव ऋषि ज्ञानो टीको होइन त्यसपछि एकदमै आफ्ना फ्यामिली आफ्ना एक फ्यामिलीमा अनि योगदान भनेपछि
एकदमै राम्रो क्वालिटीको हो। ऋषि ज्ञानको टी सुबह शाम हाम्रो चियापत्तीको जरुरत पर्छ। तपाईँहरू एउटा ब्रान्ड एउटा चेन्ज गर्नु, एउटा ब्रान्डमै आउनु, अनि त्यही म रिक्वेस्ट गर्न चाहन्छु। अनि खुसीलाल सरहरू अनि तपाईँहरू अहिले ऋषि ज्ञानको टीको जो तपाईँले सुन्नुभएछ अनि ती चिज भन्नुभयो होइन। सबसे पहले ये चार जो तपाईँ हमें जो चीज सुबह शाम चायपत्ती का काम करता, अब वो चायपत्ती को साथ में तपाईँले गाइसको समस्या छ, गाइस हुन्छ, त्यसपछि तपाईँको बीपी हाई लो भइराख्नु भएको छ, होले कति चाहियो तपाईँको हो लेभलमा राख्छ। अनि तपाईँले माथामा दर्द छ अनि कई तरहको शरीर आलसीपन लाग्छ, काम नगर्नुहुन्छ होइन, उसमें आप त्यसमा तपाईँको यो आलसी लाग्ने काम मतलब यस्तो बडीले बनाउँछ जो मतलब कहिले थकावट भी तपाईँले हुने भने पहिले जस्तो नखाएर छ हामीलाई थकावट भइसक्नु भएको छ, काममा जाने इच्छा छैन भने तपाईँले यो चियापत्ती युज गर्यो भने यो भनेपछि तपाईँले एकदमै फुर्ती सजिलो बुझ्नुभयो। त्यसै कारण तपाईँहरू ऋषि ज्ञानो टी होइन डिएक्सनबाट होइन तपाईँहरू युज गर्नु होइन, तपाईँको एकदमै एउटा स्वास्थ्य स्मृतिमा राम्रो हुन्छ होइन, एउटा मान सम्मान मोड लेभल सारा तपाईँले पर्याप्त हो। थ्याङ्क यू अलवेज, ह्याप्पी गुड मर्निङ डिएक्सन। और विशेष भन्ने चाहन्छु चियापत्ती अनि ऋषि ज्ञानो टी ज्ञानोडर्माले उपलब्ध भएछ होइन, यो लाल मसरुम रातो चियो होइन, यो चिजले तपाईँहरू मेन हाम्रो शरीरमा सब प्रकारको पार्टहरू हुन्छ अनि जो हाम्रो शरीर एउटा भन्नुभएछ होइन, यो 6 प्रकारको पार्ट हुन्छ, त्यो 6 प्रकारको पार्टमा हाम्रो यो ज्ञानोडर्मा लाल मसरुम रातो चियो एकदमै सबै हाम्रो पार्टले अरूले यो काम गरिराख्नु भयो। किनकि हाम्रो भित्र हातले जाएर साफ गर्दैन, हामी के कालापन लाग्यो भने हाम्रो हातमा अनि टाउकोमा कहीँ भी काला लाग्छ अनि मैला बसिन्छ त साबुन लिएर एकदमै पानीले धोएर एकदम साफ बनाउँछ, तर भित्र हाम्रो यो लाल मसरुम ज्ञानोडर्मा रातो चियो यो एक प्रोडक्टको रूपमा बनाउनु भएछ डाक्टरहरू। अनि यो खाँदाखेरि हाम्रो सबै टोक्सिनहरूको अनि विषालुहरू चिजहरू जो खाँदै राख्नुहुन्छ त्यो सब लाइक कमेंट रिजल कर सब, लाइक कमेंट रिजल, लाइक कमेंट रिजल, लाइक कमेंट बढ़ाओ लाइक कमेंट। अनि यो प्रोडक्टहरू हाम्रो शरीरले ऑक्सीजन एक मजबूती एगो फ्रुक्टली बनाउँछ बुझ्नु। सो थ्याङ्क यू सो मच। विशेष तपाईँहरूको लाइफमा धेरै समय तपाईँहरू दिनुभएको छ होइन, अब जो तपाईँहरू भिडियोमा लाइक कमेन्ट शेयर अनि आफ्ना तरफ से अनि राख्दै गर्नु होला होइन। अरू फिर अर्को दिन म तपाईँहरूलाई अनि कमेन्टमा राख्नु के चिजको बारेमा म भन्छु होइन, तपाईँहरू म्यासेज गर्नु या त मेरो मेसेन्जरमा या त मेरो उसमा उसको बारे लिएर तपाईँको फेरि म आउँछु। अनि आज ऋषि ज्ञान टीको बारेमा भन्नुभएको छ होइन, अनि विशेष तपाईँहरू बुझ्नुभयो अनि सेवन गर्नु अझै तपाईँहरू अनुभव एउटा अनि उहाँको के प्रतिक्रिया के योगदान छ होइन त्यो पाउनुहुन्छ होइन। त्यही कारण तपाईँ हामी एउटा राम्रो प्लेटफर्ममा छु डिएक्सनमा अनि भनेपछि डिएक्सन गर्दै राख्नु, डिएक्सनको ज्ञानोडर्माको बुझ्दै गर्नु अगाडि गर्दै राख्नु। सो थ्याङ्क यू सो मच, ऑल बेस्ट, हैप्पी गुड मॉर्निंग डिएक्सन। प्रकाश सर, खुशीलाल सर अनि अगरलाल सर और पप्पू सर बहुत बहुत धन्यवाद। और साथ में जतिजना हेर्दै हुनुहुन्छ लाइभ
भिडियोको लाइक शेयर कमेन्ट राख्नुहोला, सपोर्ट गर्नुहोला। थ्याङ्क यू सो मच। गुड मर्निङ डियर सर, नमस्ते, बाई बाई, थ्याङ्क यू, अल बेस्ट।